Hello guys, welcome back to day 2 camping day 2 vlog camping day 2. So हिजोदेखि हामी चाहिँ यहीँ छौँ. आज पनि यहीँ बस्ने उस भएको कारणले यहीँ बस्नुपर्ने अवस्था. यहाँ चाहिँ बिरानी पाक्न लाग्छ. यहाँ ताजले मासु काट्दै सबैजना बिरानी वेट गरेर आज चाहिँ बिरानी खाने भनेर हाम्रो प्लानिङ भइरहेछ. बिरानी पाक्दैछ यहाँनिर. मान्छेहरू रक्सी सुरु भइसक्यो. स्वागत छ तपाईलाई हाम्रो रसाइलीको ब्लगमा अझै पनि हैन. हिजोको दिन एकदम खतरा भयो. त्यही भएर आज हामीले अझै पनि एक रात यही गुजार्ने डिसिजन लिएको छ. अब यो तपाईले हेर्न सक्नुहुन्छ हाम्रो इन्भाइरोमेन्ट, हाम्रो केटाहरू, हाम्रो दिदी बहिनीहरू कस्तो इन्भाइरोमेन्टमा बसिरहेछ. यो ठाउँ छोड्न मन लागेन हामीलाई चाहिँ. त्यही भएर आजको रात पनि हामी यही बस्ने डिसिजन लिइसकेका छौँ. अहिले चाहिँ डे 2 हुन्छ हाम्रो क्याम्पिङ चाहिँ. बाँकी समाचार छोटो ब्रेक पछि. कस्तो लागिरहेछ भन नि त. अब के गरिरहेछौ? हिजो अब अलि ठिकै भयो. पानीमा खसियो, रमाइलो भयो. आज पनि केटाहरूले यतै बस्ने भनिरहेछन्. रमाइलो भएर हामी चाहिँ आज भव्य रमाइलो हुँदैछ. हाम्रो डोरी जाँदैछ राति. धन्यवाद. यस्तो माया गर्छन् फेरि. त्यही भएर खास त बस्न त मन लागेको थिएन, तर बस्ने भनेछ केटाहरूले. रमाइलो हुन्छ आज पनि. दाइको भ्लग हेरिदिनु होला. अब क्याम्पिङ डे 2 आउँछ. अब यो डे 2 डे 1 अब यो खानासँग एन्डिङ. डे 1 चाहिँ खासै रमाइलो भयो. डे 2 चाहिँ रमाइलो होला जस्तो छ. सुरु हुन्छ. डे 1 चाहिँ अलि खराब गयो. किन? के भयो नसम्झौँ होला. पानीतिर नि दुईचोटि गएको जस्तो लाग्यो. दुईचोटि पानीतिर गइएछ. माछा मार्न गएको यस्तो हो. यो ठाउँमा चाहिँ हाम्रो सफल भएर अनि सबैले चाहिँ सँगै राख्ने हो. दोरी खेल्ने दुईजना. दोरी खेल्ने हो. ए ल धन्यवाद भाइ. धन्यवाद भाइ. यहाँ चाहिँ एउटा के एउटा हुन्छ नि त, एउटा यो भन्दा मात्र छुट्यो हैन. त्यो फोर त्यही हो. अब खासमा अब आज जाने त्यो पार्ट थियो, तर हामीले अझै एक दिन आज त्यो गरेर आज नै बस्ने कुरा छ. अब हेरौँ के हुन्छ डिसिजन. अहिले चाहिँ पिकनिक भइरहेको छ. मेरो भयो. अहिले चाहिँ अब पिकनिकको लागि हामीले यहाँनिर पोर्कको मासु अनि पोर्क नखानेलाई चिकन अनि बियरको व्यवस्था छ, वाइनहरू सबैको व्यवस्था छ. हामी इन्जोय गरिरहेको छ मोमेन्ट. यहाँ चाहिँ डिस्ट्रिब्युसन भइरहेछ है. इमान दाइको त्यहाँ राख्दैछु मैले. के भइरहेछ बहिनी? म यहाँ पस्काउँदैछु दाइ. ए हो. राख्दैछु मैले. राखेछ. ए यहाँ बागेत खानेलाई बागेत. यो चाहिँ चिकन. यो चाहिँ के हो बहिनी? यो चाहिँ पाङ्ग्रा. हजुर. ए चिउरा पाङ्ग्रा. दाइ के छ? बागेत छ. ओके. अहिले साँझको चाहिँ यहाँ नजारा देख्न सक्नुहुन्छ. यहाँ चाहिँ हाम्रो केटाहरू राफ्टिङ गर्न तल गएर आइसक्यो यिनीहरू. अब चाहिँ मेरो टर्न. म जानुपर्छ. म गएर चाहिँ तपाईँलाई पुरै देखाउँछु. तलसम्म गएर पुरै उसहरू चाहिँ देखाउने कोसिस गर्नेछु तपाईँहरूलाई. यो मेरो बुढा चाहिँ भन्ने चाहिँ कामै छैन, काम नलाग्दो मान्छे हो. बल्छी बिर्सेर फेरि जाने अरे. यहाँ मलाई यस्तो गहिरो छ हेर्नु सक्नुहुन्छ, तर मलाई डर लागिसक्यो. चेष्टा भाइ चाहिँ बल्छी लिनु जानुभयो. अब फेरि यहाँ दादाले चाहिँ पुरै माछा मार्ने आशमा हेरी दिनुहुँदैछ हामीलाई. भाइ अनि हामी
ओइ यो झर्छ है नडराउन त्यहाँ तल चाहिँ पानी गइरो छ मलाई डर लाग्छ कि लास्ट चाहिँ केही त हुन्न हुन त के हुनु काले हामी कहाँ गएको अरे अहिले चाहिँ हामी यो ताल यो खोला अवलोकन गर्न जान गइरहेको यसो तल गएर माछा भेट्यो भने चाहिँ हामी माछा मार्नको लागि हामी बल्छी पनि लिएर आएको यसो माछा पनि मार्ने आज चाहिँ यतै बस्ने हाम्रो भइसक्यो डिसिजन यो चाहिँ सेकेन्ड डे अफ क्याम्पिङ अहिले चाहिँ हामी यसो एक राउन्ड हानेर तल पुगेर आउनलाई जान लागेको हस् भाइ चाहिँ कहाँ पुगिसक्नु भयो भाइको बाटो चाहिँ फेरि डेन्जर छ नि नि कस्तो होला उहाँ पुगिसक्यो दुईजना म त दुईजनाले ल्याउनु पर्ला भनेको मलाई माछा मार्नै आउँदैन अनि कस्तो आउँदैन र अनि आउँदैन कस्तो राम्रो भ्यू देख्यौ कस्तो राम्रो भ्यू यी हाम्रो श्रेष्ठ भाइ चाहिँ कहाँ पुगिसक्नु भयो हामी बुढाबुढी चाहिँ उता छौँ त्यो बुढा जस्तो मलाई डर लागिसक्यो हेर्नुहोस् यहाँ हेर्नु यो पानीले म केही नै देख्दिनँ यो पानी मुनि कति माथि छ डर लाग्यो र भ्यू चाहिँ जे होस् राम्रो देख्नु पाएँ मैले सेतो उस्तिर छ होला नि छैन त्यो भ्यू छ गहिरो छ त्यहाँ अबि होस् नजाने त्यस्तै खोजेको काल तपाईँले त मलाई मार्ने विचार गर्दै रहेछ नत्र यो माथि छ होला नि हिँड्ने उहाँ छ उहाँ ऊ तिमी उक्लिन सक्छ कि नै सक्छ उक्ल्यौ अनि मेरो बोट चाहिँ यस्तो टाढो के भन्नु यहाँ मलाई डर लागेको बेलामा त केही बोल्दिनँ हेर माछा पर्दैन माछा पल्ट्यो कि तर मलाई लास्टै डर लाग्यो एउटा पनि माछा नलिकन गइसन् स्याप्तो दिन्छु तपाईँलाई त म मैले चाहिँ भन्छु त्यही हेर त माछा मछली भाइ ओ फिसरम्यान के हो माछा कतिवटा पर्यो बिहान त भन्दा भन्दा रात पर्छ हेर्नुहोस् तर माछा चाहिँ पारेको छैन यो त त्यो माछा खाने पुरी तर हो नि भाइ त गयो पर जाऊ त्यसमा यो फिसरम्यानहरूले पनि दिमागकै खराब गरिसक्यो मलाई बिचमा हालेर फेरि कता लैजाउनु हुँदैछ कस्तो छ त्यहाँ गहिरो छ कि नै छैन अरे होइन के हुँदैछ त रसल दाइ अहिले चाहिँ हामी यो तालको यसो अवलोकन गर्दै खोला हामी चाहिँ क्याम्पिङमा यहीँ छ अहिले चाहिँ हामी बगेर तल आएको माछा मार्ने रहर पनि राफ्टिङ पनि गर्ने अलिकति रहर यसो घुम्दै तर दामी आएको छ यहाँ त तालको अवलोकन गर्न आएको हामी ओके अब फोटो एकछिन माछा लाग्ला भन्यो लाग्ने होइन ओ ड्राइभर पछाडि ब्याग माझी दाइ कता हो साइकलको बाटो छ त्यहाँ त्यो बाण हो क्या त्यो माझी दाइ ब्याग गर ब्याग खै यो माझिनीले कता लगेको थाहा छैन राइटमा ल है अब तपाईँहरूलाई चाहिँ म यहाँको ड्याम साइड देखाउँछु ड्याम साइड चाहिँ यहाँनिर छ ऊ यो चाहिँ यहाँको ड्याम साइड हो यो अनि काइकको लागि चाहिँ अन्तिम डेस्टिनेसन भनेको चाहिँ यहाँनिर होला यहाँनिर मान्छेले माछा नि मारिरहेको छ ओ माई गड ल आउनु त ल
अनि मोबाइल त लिनु पर्यो नि त अनि माथि जाने होला के अनि तिमी यता आउ न ल भिडियो है यो चाहिँ दामी छ चलाएर माथि नन पुराउँछ ल सक्दिनँ नि बाबा हात दुख्छ कि अगाडि अगाडि अब लेफ्टमा अगाडि के भएर माथि ए देवतालमा सैले ढुङ्गा साला सम्झना तिम्रो तस्बिर वाह 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 क्या बात है सम्झनामा तिम्रो त्यसपछिको लागि वेट गरिरहेको छु कि म तस्बिर झाला सेती खोला सैले अम्बो के हो त्यो त्यो माछा हो माछा त होइन त्यो माछा होइन नि के हो त नि माछा नभए माछा नभए के हुन्छ त नि के खै जाम त के रहेछ अब यहाँ म मारिदिन्छु नि खालु खै कुन भने खै यहाँ चाहिँ के उफ्रेर आएको छ यस्तो डेन्जर के हो र त्यो हावा के ल अब चाहिँ के गएको हामी फर्केको माछा नि परेन मेरो बुढाको दुईवटासम्म पर्छ कि हँ हात्ती त रासो यहाँ पछाडि के हो र खै पछाडि के त ए ऊ बल्छी बल्छी खोइ झलै फेरि अहिले इ पुरा बोली चुरिया हुँदैछ त्यहाँ हामी चाहिँ यहाँ कायक गर्दैछौँ तिनजना त्यहाँ चाहिँ पुरा बोली चुरियामा डान्स हुँदैछ क्या रे हाम्रो ग्रुपहरू फेरि अलमोस्ट सक्नु लाग्यो हाम्रो क्याम्पिङ माछा मारौँ भनेर बसी हाल्न गएको पनि नखाने होइन फेरि यसो अरूलाई पनि काम दिउँ हामीमा चाहिँ के इन्जोय गर्ने फेरि यसको इन्जोय गरेर भनेर फेरि गरिदिइहाल्यो क्या अरूलाई पनि टाइम दिनु पऱ्यो बोर्डमा बोर्ड एउटै छ हामी मान्छे धेरै छ सो हामी आइपुग्यो एकदमै राम्रो छ है सजेसन कोहीलाई गर्नु मन छ कुकको फोटो छैन फेरि त्यही त को कुक के हो नाम तपाईँको मेरो नाम के हो र मेरो नाम फटा स्याल पार्टनरै छैन कस्तो मछली
खानासानाहरू भइसक्यो अहिले चाहिँ सबै बसेर गफ भइरहेछ खानासाना भइरहेको बिरयानी भइरहेछ यहाँ हामी चाहिँ बिरयानी भइरहेर एकछिन गफ गरेर एकछिन बिरयानी खानालाई चाहिँ पहिले गरेको गफ गर्दै एकछिनमा चाहिँ हामी बिरयानी खाएर भोलि चाहिँ हामी घर लाग्ने सोचमा छौँ 2 दिन भइसक्यो हामी यहाँ आएको यो चाहिँ डे 2 होइन सो स्टे ट्युन तिमीले भने केही पनि मिलेन केही पनि मिलेन यहाँ बसी कस्तो तातो आइला हात पनि उठायो हारेर होइन काम त भने सुन्तला पानी नखाम भने मायाको जन्जानी सुर्के थैली खै मन सुर्के थैली खै चौबन्दीमा उनेको सुर्के थैली खै ईश्वरले बोलाउनु पर्दैन माया बोलाउनु कान्छी हे कान्छी आउँछ त्यति गाउने भनेको के लामो आउँछ भने लामै गाउने आउँदैन भने सक्यो त तपाईहरुले छोप्नु पर्यो नबाट गाउनु पर्छ मैले जस्तो हामीले इशाराले हाम्रो के बराउनु आएन त तपाईहरुले छोप्नु न त्यसमा चाहेको हैन तिमी सोडिदाउन न यहाँ आओस् कि हामीसँग हो तिमी छौ यो मनमा तिमी छौ आँखामा तिमी छौ यो मनमा तिमी छौ देखाउन पो त गाह्रो जीवनमा तिमी छौ तिमी भएर मात्रै जिन्दगीमा मजा छ तिमी भएर मात्रै जिन्दगीमा मजा बरु साथले दिन्छ धोका तिमीले दिनु थाहा छ
तिमी भएर मात्रै जिन्दगीमा मजा छ अत्याचार नगर माथि चिया चिया भइसक्यो छाती अत्याचार नगर माथि छोरा गौनालाई आन्दोलन यीबाट माया पाउनलाई नसामा झुमिरहेछु नसाले गाइरहेछु त्यसो भएर कन्फ्युज भएको थियो देउराली डाँडा उसुरा कुहिरो रे जहाँ गए पनि बिर्साउनु पर्दैन ताली बजाउँ सबैजनालाई सानो माया सुको क्या रे मन सोल्टी बराबर नडाटी मन सोल्टी बराबर नडाटी मगे खोला बेसी कर समय तिम्रो माया कति जीवन डम्बै मगे खोला कति राम्रो कमल फुलिरहेमा माया बस्यो दिलैमा। कति राम्रो कमल फुलिरहेमा
मबाट यो हुँदैन अनि मबाट नि म त आयो नि आयो काल्ने आएको हुँदैन तपाईहरु हारै त्यसो भए हामी खेल्दैन मायाको डोली चढाई तिमीलाई लैजाउला नि सागरमा तिमी राजा हामी त बीचबाट गीत गायो फेरि तपाईहरु बसौला सागरमा मै राजा तिमी बान्द्रोको बार घरको छानो दुःखको पाती कहिले सुखको मानो होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी बसौला सानो घरमा मै राजा तिमी रानी बसौला सानो घरमा मै राजा तिमी रानी नरिसाउ मितिनी जिउ नरिसाउ प्रीति पहिले हो कि मेरो प्रीति पहिले जान्दिन म एकैचोटि के भयो कुन्नी कहिले उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले जान्दिन म एकैचोटि के भयो कुन्नी पहिले बिना यीबाट ल काँडाको बाटोमा इङ्ग्लिस पनि मिलाउनु पायो अब यो मोबाइल हुँदा यो मोबाइल त्यो बन्द गर्नु त्यो मोबाइल हेरेर त भएन झ्याली भयो निको पुगेन है त निको पुगेन भएन त्यो भएन झ्याली भयो ल दियो मोबाइल अफ गर्नु अघिदेखि नै भनेको एउटा आज पिया आए बहार मनको कान्छीलाई घुमाउने काठमाडौँ सहर कान्छीलाई घुमाउने काठमाडौँ सहर म त आए नौडाँडा बल्ल आयो बिचारा म त आए नौडाँडा काटेर लान्छु तिमीलाई होटलमा जाकेर मनको रहरा कान्छीलाई घुमाउने काठमाडौँ सहर कुच्चबाट अरे मृगलाई मैले काटेको होइन मायालाई राखेको रेशम फिरी उडेर चौकी हारामा भन्छन् आलुको डिपार्टमेन्ट हो त रबर रानी घाटैमा नटाडा रोप्यौ नि निर्माया आउने बाटैमा बाटोमा भनेको केबाट बाटोमा माथि साइलुङ्गेमा चौरी झुलाउनेलाई माथि लब मायाको
गुरस फुलाउनेलाई भन्दिनु है भन्दिनु मेरो झुल्ठो खाली चाउको यो मनै जाली छ भन्दिनु है भन्दिनु मेरो झुल्ठो खाली चाउको यो मनै जाली छ छम 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 तिमीले भाउजू बजाउँदा कान्छरो खाएछन् मस्केर हेर्दा पुतुकै भए कुन चाहिँबाट हो मनका कुरा सुनाउन तिमीलाई रोज्थे मेरा सारा माया तिमीलाई दिने प्रयास गर्दा अन्जानमा तिमीलाई पार्न पुगेँ सायद त्यो मेरो नाम कोरिएको छैन सायद यो भाग्यमा तिम्रो साथ लेखिएको छैन छैन माया पटक्कै भनिदिनु बिर्सेर जानेलाई बाचानी भाउनु गाह्रो छ भनिदिनु कसम खानेलाई छ माया छ पक्कै भनिदिनु सम्झेर आउनेलाई छैन माया पटक्कै भनिदिनु बिर्सेर जानेलाई यीबाट जाने कोही बाटो छैन त्यसैले जाऊ नजाऊ मलाई कुनै मतलब ई भनेको के ए होला नि एकान्त त हैन त्यही त ई हो ई चाहियो के ई ई ई ई भन्यो इसके में जीने मर इसके में सबसे प्यारा महबूबा 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 तू है मेरे दिल का अजूबा 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 तेरे इश्क की दीवानगी सर पे चढ़ के बोले ये क्या किया ये क्या हुआ दिल डिंग डांग डिंग डोले दिल डिंग डांग डिंग डोले ल बडा ल हामीलाई जुन चाहिँ पछाडिबाट छम 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 जुल्फ से बादले ना दिल सीने में से उड़ने लगा आंचल तुझसे नैना मिला के मौसम होने लगे काजल सर से होके बेफिकर नैना में आज छम 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 मैं नाचू आज छम 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 मबाट ल माया पिरती तेरो शिर माथि माया
पाकेन अझै नि नरौ मायालु भने सुन्तला पानी नखाम भने सबैको भएन यो त हामी मान्दैन अनि हामी चाहिँ हामीलाई पनि उबर आयो भने हामी कसको छोरा कसको छोरी मुर्शिद मेरा दिउला तिमलाई माया बिर्सने संसार बिर्सने संसारले हो ल रे महकी रात में चुरा के सारे रंग ले जा राती राते में भीगू साथ रे तू ऐसे मुलाकात ले जा सक्दिन सागरको मोती ल्याएर दिन्छु पनि भन्न सक्दिन म त सक्ने कुरा गर्छु तिमी मर्छु म त तिमी बिना पागल हुन्छु एक्लै हाँस्छु एक्लै रुन्छु म तिम्रो भइसके मेरै बन्नुला नभन्नुला लैजाने हो कि मलाई टाढा कहीँ मोह लाएर जान मन छैन भने लाने हो कि फेरि डरेर बिरयानी सब है पता है नमा तुझे सब है पता मेरी माँ मर्ने बेला तिमी चाहिँ आउनु मर्ने बेला तिमी चाहिँ आउनु धेरै कुरा त भनेको छु नै धेरै कुरा त माया जतनले थिमिनो गला बिबिनो माया जतनले थिमिनो गला बिबिनो मायाको डोरीले निष्ठुरी मोरीलाई मानिया जपेले गाउन मन लाग्यो जो निष्ठुरी मोरीलाई मानिया जपेले साडीमा सेतो घोडा चढेर रातो साडीमा अघि पछि मलामी
हाम्रो पालो होइन गर्दै उनको बारेमा कुरा गर्दै उनको बारेमा रङ्गिनी सानो हाम्रो हिउँदो रगत सरियो बल्दो सानो हाम्रो रातो र चन्द्र सूर्य रङ्गिनी सानो हिउँदो रगत सरियो बल्दो सानो हाम्रो। गुड मर्निङ गाइस। अहिले चाहिँ हामी चाहिँ क्याम्पिङ सबै उठाएर पनि उठाउने भिडियो चाहिँ भएन। भाइ कस्तो भयो त नि क्याम्पिङ? अब ल फाइनल्ली चाहिँ हामी यहाँ चाहिँ बेस्ट क्याम्पिङ अन्त अझै बेस्ट गर्नुपर्छ। योभन्दा नि बेस्ट आउँछ भ्लगहरू अझै खतराको। यो चाहिँ सेकेन्ड डे चाहिँ अब हिँड्न लाग्यो हामी चाहिँ यहाँबाट। गोरे कस्तो भइरहेको के भयो भनिदेऊ न त। हिजोको रात एकदम रमाइलोसँग बितियो। त्यही माथि निन्द्रा पनि मजाले लाग्यो किनभने पानी छेछेर हो बेस्ट थियो है। टेनमा सुत्नु चाहिँ एकदम रमाइलो र पानी आयो अलिअलि अहिले चाहिँ छोडेछ पानीले। सबैजना चाहिँ यहाँ चाहिँ अब अर्को क्याम्पिङमा बसेपछि सफा नि गर्नुपर्छ है। यो चाहिँ म्यासेज भ्युजहरूलाई यहाँ चाहिँ हामीले पुरै कोर्बा काट्यो हानिसक्यो भनेको हामीले सफा गरिसक्यो गरेर अब हामी चाहिँ हिँड्नलाई रेडी। बोजू दाइ बोजू कस्तो भयो के भयो भनिदिनु न। फाइनल्ली यो चाहिँ सकियो हाम्रो होइन। अब चाहिँ हामी बुलन्सेरी जानुपर्छ त अझै सके छैन होइन। 15 लाख जानु छ हेर्नुमा भ्यू हेर्नलाई माथि अनि पिटी दिजुने खाएर अनि उकालो लाग्नुपर्छ हामी चाहिँ। अनि कस्तो भयो त हाम्रो सबै ल धन्यवाद बोजू दाइ। कस्तो भयो भनिदिनु न दिदी कस्तो भयो क्याम्पिङ? रमाइलो भयो हजुर। एक भन्दा 2 भयो होइन। रमाइलो भयो। अब चाहिँ हामी पिटी दिजुनेर खाएर उकालो लाग्नुपर्छ। बोजू सर्जौँ के भइरह? सब ठिक छ। ठिक छ। कस्तो भयो? एकदम रमाइलो भयो। यो क्याम्पिङ अफ द म्यान चाहिँ मलाई होइन भाइ हो मेरो भाइ कासे भाइ रमाइलो गऱ्यो।
अलिअलि कहिले काहीँ हुन्छ तर रमाइलो चाहिँ सबैभन्दा बेस्ट भयो अब भाउजूले चाहिँ रमाइलो म्यान अफ द गराउनुहुन्छ म्याच भने जस्तै म्यान अफ द क्याम्पिङ चाहिँ कासे भाइलाई दिन्छु म क्रेडिट थ्याङ्क यू भाइ बोजू यहाँ म्यानेजर सेकेन्ड म्यानेजर चाहिँ यहाँ हुनुहुन्छ कस्तो भयो त नि ल भन न सफा गर्ने बेलामा नआउने अनि कस्तो भयो भनेर सोध्ने होइन सबै हाम्रो एकिपले सफा गर्यो अनि त्यही भएर अब आज चाहिँ हामीलाई अब कफीको लागि ल अलराइट हाम्रो हिरो गाडी हो हाम्रो प्लेटमा छ हाम्रो हिरो गाडी ओके अहिले चाहिँ हामी यहाँ सबैजना ब्रेकफास्टको लागि हिँडिरहेछौँ सबजना छिरिसक्यो म चाहिँ अलि ढिलो भयो मान्छेहरू चाहिँ सबै यहाँ ब्रेकफास्टको लागि चाहिँ छिरिरहेको यहाँ चाहिँ एकदमै कुल वेदर गरिरहेछ फ्रेस फ्रेस ब्रेड कफी खानालाई चाहिँ हामी यहाँ आएको छौँ अलौजे काफेचिनो ओहो म्यानेजर हो एउटा किडली काफे भयो त्यसले नि पुग्दैन होला हामीलाई यहाँ त्यसले नि पुग्दैन सबैभन्दा फर्स्ट दिनमै नकआउट हुने सुरुमै नकआउट हुने मान्छे यही हो अनुहार ओके bonjour 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 oh what a mola cake विभिन्न प्रकारको खाजाहरू यहाँ चाहिँ ब्रेडहरू केकहरू रेडी भइरहेछ हेर्दै हेर्दै खाउँ लाग्ने पाँचो कोला पाराजा ट्रियाङ्गलो चकोला यो सबै खाने मान्छेहरू चाहिँ यहाँ हुनुहुन्छ के ल्याएको नि ल यो चाहिँ अब धेरै क्रसो पासो कोला अनि कुकिज राइट here we go यहाँ चाहिँ सबै टोलीहरू बसिराख्नु भएको छ खानालाई देख्न सक्नुहुन्छ कफी नआउँदै सक्दिन्छ होइन त भोग त निकै लागेर जस्तो छ यिनीहरूलाई
रातभरिको उसले मान्छेहरू यहाँ भोगाएर राख्छ डान्सले बिरयानी रातको कति बजी खायो हामीले बिरयानी 12 बजे 12 बजीको बिरयानीले नपुगेर यहाँ बिहान चाहिँ मान्छेहरूले एक फोकस यो मान्छे यो चाहिँ सहिरहेछ है के भन्नु भाइ 5 केजी घटाएको उता भिडियो घुमाउनु त ओहो सर्वस दाइ जम्मा 14 वटा मात्रै छ अलाउन्स के भन्नु भाइ कसलाई ग्यालो भाइले त्यस्तो भन्ने हेर तिम्रो क्याफे खोइ त बिहान फेरि टाइममा हिँड्नु कुर्ने सब उठेर सब मिलाएर हिँड्ने बेला गाडीले स्टार्ट गरेर हिँड्ने बेला ठडाउँदै आउने बेसी ढङ्गलाई चुना बुझ्ने बेला गरेको त रौतरतिर गएर चुना बुझ्ने बेला गरेको थियो त उसले रिक्स ढङ्गले क्या रौतरतिर गएर मैदानतिर गएको नि भन्छ यस्तै गरेर त्यस्तो होइन फर्स्ट टाइम बुलन्जेरीमा आएर खाएर यस्तो नि हुँदो रहेछ बोल आगामी दिन बोल पावरसम्म त धान्थ्यो भाइ बुलन्जेरीमा नि थियो आज फर्स्ट टाइम छिर्यो भोलि पर्छ छिर्छ अब बिस्तारै बानी पर्छ नि त आज बिहानमा लाज होला 6-5 बजीतिर आएर यस्तै भिजेर मात्रै के यार थाहै पाएन मैले कस्तो सुनेको तर गर्छु त्यसरी लडिसक्यो नि गाडी खुलेको त बापै बाप अरे घुमाएछ कि अब अलिकति झ्यालफुल जस्तो बनाएर कस्तो अनि पानी परेछ अनि कस्तो पानी है केही भनेन बिचरा पुरा 6 वर्ष भन्थ्यो आज त केही भनेन बिचरा मलाई लाग्यो बोल्यो यस्तो गरेर आज के बोल्यो सुन कुरा आज त केही बोलेर बिहान हुन्छ नि पानी भिजेछ स्वाद आयो सुगर खान कफी जान्छ त नखाउँदा नि त्यति भगाइ खान त ल खान्छु भन्नु डाइटिङ बसेको दोस्रो यो क्याम्पिङ जाँदा चाहिँ डाइटिङको उस हुँदैन कि काम हुँदैन भाइको डाइटिङ जोड दिएर दाइ
गर न गर फेरि सुन न झगडा नि हुँदै थियो यो सम्झेर यसलाई हान्दिएछ यसले टक्कमा गएर दिएछ एक मैले फुटेर टडाको केटा यही गभर्नियर हालेको होइन रे त यो चाहिँ मान्छे चाहिँ बेलुकै मैले थाहा भएको भए अनि यो त सुन्नियो भन्छ अनि खै कहाँ देखायो भने हराएर भन्न निस्केको रात खास कुरा दाइ मलाई मान्छेले भिडियो लड्न जाने रातिमा कहिले भने पुरा मलाई हाने लड्ने भन्छ कसो लड्न जाने भाइ म हामी सुते मान्छेलाई पागल बोतलले हो कि बोतलले होला यस्तो सुइगाको ढङ्गला बोतलले हान्यो त्यति बेलै भन्नुपर्छ त अनि अहिले आएर भन्नियो र यतिखेर मसँग भनेको मसँग न्यु खोजे अरे मास बिचरा यार एक दिन पनि आधे बिचरा ताछबेर दाइ तपाईको त यहाँ रहेछ त नि अनि फेरि आएको अब जाने कस्तो बिलामा त बस्नु यार ताछबेर दाइ मलाई पिटो जाम लड्न भन्छ कहाँ जाने रातिमा लड्न पायो दण्ड खुट्टा हातमा हान्छ खाना खाना जाने भनेर चाने गर्नुहुन्छ दण्ड खुट्टा हातमा हान्छ भने बिरामी खाना हिँड्का जाउँ न त अब जाने हैन सक्यो भन भनेको त मेरो आइटमै बसेको हो फेरि अब नजाने भन्छ अहिले बुक लिएर हिँड्नु पर्यो मैले त भर्खर छोको यहाँ हाल्दै देउ त अहिले फेरि हराउँ मजाको भर्खर लड्के लगेर एउटा ग्याल भयो एउटा पास यहाँ आउन ग्याल म तर यो त लास्ट ग्याल्बो छोडा ग्याल्बो ल ग्याल्बो लाग्यो पहिला त अनि पुरिरहेछ अघिदेखि छोड्छु भन्छ खै त मलाई दिएको घर छोड्ने मान्छेलाई किनिदिने हेर तिम्रो दाजु त्यही हो र म छोड्न आँटेको यो मेरो लास्ट महिना हो तिमीले मलाई यस्तै गर्छौ त्यस्तो नभन् भने यस्तो रमाइलो कहिल्यै भएको थिएन होइन हाम्रो अङ्कित भाइ चाहिँ खतर नाचेको अस्ति के अरे रुकुमै कोटामा चाहिँ होइन सबभन्दा बेस्ट छ हाम्रो अङ्कित अनि अङ्कित भनेको हजुर होइन अनि ल अहिले चाहिँ खाजा खाइसकेर हिँड्न लाग्यो अब ठाउँमा चाहिँ हामी अलराइट गाइस हामी चाहिँ यहाँ एउटा ठाउँ भिजिट गर्ने ठाउँमा आएको अब एकैछिनमा श्रेष्ठ भाइले यहाँको डिटेल्स चाहिँ भन्छ तपाईँहरूलाई भन्ने छ यो ठाउँ के हो कहाँ हो भनेर अहिले चाहिँ यहाँ सबैजना भित्र छिर्दैछौँ खै थाहा छैन सबैको फर्स्ट टाइम होला यो मेरो पनि फर्स्ट टाइम हो कस्तो छ के छ तपाईँहरूलाई देखाउने छु भित्र गएर ओके बिenvenue ग्रोथ दी सोभियत यो चाहिँ फ्रान्सको डिपार्टमेन्टल 8 देशमा पर्छ होइन
अनि यो चाहिँ केभ हो अनि मैले अलिकति स्टडी गरेको अनुसार यो चाहिँ दुमिल क्याथोजमा चाहिँ रजिस्टर गरेको रहेछ होइन अनि यहाँको इन्ट्री चार्जहरू चाहिँ कति छ अब यहाँ आएर हामीसँगै बुझ्नेछौँ आउनुहोस् मसँगै फलो मी गाइज त्यस्तो यहाँ त यो मात्र हो के हो यो सोभेट मात्र मेरो विचारमा चाहिँ यो चाहिँ गुफा मात्र जू टाइपको नेपालको जू टाइपको यस्तो सानो गुफाहरू यहाँ त यो मात्र हो के सब अलग अझै यसको लागि धेरै इन्फर्मेसनको लागि आउनुहोस् फलो गर्नु मलाई यो चाहिँ सायद मेरो विचारमा ग्रोथी सोभियत भने 2 लेखा छ सायद 1 पनि होला होइन यो चाहिँ चट्टानबाट खोपेर बनाएको केभ हो नर्मली मैले बुझेको अनुसार आउनुहोस् अझै अनि यहाँ चाहिँ यो चाहिँ अब टाइम टेबल छ है कति बजी खुल्छ भनेर अब यसको डेकोरेसन चाहिँ यस्तो यसको यो चाहिँ के अरे केभको मुनि चाहिँ यस्तो छ होला है अब यसको लागि हामी चाहिँ यहाँनिर छौँ न है स्पेस अफ साइन्स अनि यहाँ आउनुहोस् यहाँ सर्भिस चाहिँ तपाईँको गाडीमा आउँदै हुनुहुन्छ भने ग्रातुई छ है पार्किङहरू ग्रातुई स्तासौदी भेलोहरू सबैदेखि लिएर स्पेसहरू सबै राम्रो छ त आधुरातपट्टि कन्सिन लिने चाहिँ कहाँ रहेछ यता नि देखाएर चाहिँ कन्सिनको लागि चाहिँ कन्सिन त यता लेखिरहेको छ त फेरि बिचमा त्योनिर के अरे लकर जस्तो यदि तपाईँहरू केही सामान हेभीहरू छ भने यहाँ लकरमा राख्न सक्नुहुन्छ अनि अन्त्रे यता ओके यहाँ चाहिँ अहिले के अरे धेरै टुरिस्टहरू धेरै आएको छ किनभने अहिले चाहिँ धेरै बिदाहरू विकेन्डहरू चलिरहेको छ समर भ्याकेसन तपाईँहरूलाई म टिकट काट्ने ठाउँ देखाउँदै लाने जान्छ आउनुहोस् त्यसपछि यहाँ चाहिँ आउनुभन्दा पहिला रिजर्भेसन गर्नुपर्ने छ यतिखेर रिजर्भेसन गरेर छैन भने चाहिँ आफार्थिती केङ्जर मात्रै त्यही भएर म चाहिँ यही कन्सिल लिन्छु कि आउनुभन्दा पहिला रिजर्भेसन गरिवरि आउनुहोस् अनि यहाँ टिकट काट्ने हो अनि टिकट काटेपछि अन्त्रे चाहिँ यताबाट तपाईँहरूको टिकट चेक हुन्छ यता जाने अनि मेरो विचारमा यसको मुनि चाहिँ होला केभ है चाहिँ केङ्जर पछि मात्रै छिर्न पाइने होइन त्यसले अरूलाई भनेको त्यही सुने हामीले अहिले चाहिँ हामी यहाँदेखि चाहिँ आफ्नो घरतिर लाग्ने उस भइसक्यो के हो आप तोली यता अभिनन्दन तोली यता भयो त यहाँतिर आप र अभिनन्दन यहाँ छुट्यो यहाँ चाहिँ अब चाहिँ फाइनली यति चाहिँ आप तोली अभिनन्दन तोली अब चाहिँ फाइनली छुट्टेको अवस्था ल मेरो रिपोर्टर छुट्यो म्यासी अर्को Every night I'm haunted by the thought of you. If you need my love, call me and I'll step on you.